साथीहरूले फेरि रिसाउनु होला हैन नेपाली कांग्रेसमा प्रवेश किन गरिन्, पुरानै थिए, दागै दाग लागेका मान्छेहरू थिए। सुन्नुहोस्, थिए, तर नेपाली कांग्रेस आज जसरी रासपाले मधेसको छोरालाई प्रधानमन्त्री बनाउँछु भनेर जुन तरिकाले अगाडि बढाएको छ, इतिहासमा याद गर्नु होला, नेपाली कांग्रेसले अलरेडी यस्ता गतिविधिहरू पुष्टि गरिसकेको छ। देशको प्रथम राष्ट्रपति रामवरण यादव कसले बनाए? नेपाली कांग्रेसले बनाएको। देशमा गृहमन्त्री पहिलो व्यक्ति कसले बनाए? नेपाली कांग्रेसले बनाए, विमलेन्द्र निधिज्यू। देशको मसीहा भनेर चिनिने अस्ति भर्खरै बालेनजी पूर्वबाट पश्चिम आउँदै गर्दा गजेन्द्र नारायण सिंहको मूर्तिमा जुन किसिमको माल्यार्पण गर्ने बेलामा जुन गतिविधिहरू देखाउनु भयो, त्यसको त म घोर भर्त्सना गर्दछु। गजेन्द्र नारायण सिंहज्यू पनि कुनै बेला नेपाली कांग्रेसका मसीहा थिए र नेपाली कांग्रेसबाट मधेसको आवाज, मधेसको मुद्दा उठाउन अगाडि बढ्नु भएको थियो। लगायतका देशको मर्म, मधेसले खोजेको अधिकार, मधेसमाथि पटक पटक गरेको प्रहारहरूलाई हरेक कालखण्डमा कसले बचाए? नेपाली कांग्रेसले बचाएको हो।